पहाडको काखमा बसेको धुलीखर्क गाउँ बिस्तारै बिहानको घामसँगै बिउजिँदै थियो। त्यो गाउँमा बस्थ्यो एउटा जिज्ञासु र चञ्चल केटो, बिरे। स्कुल जाँदा ऊ सधैँ यही पुरानो पार्टीमा बसेर आराम गर्थ्यो। बुढापाकाले भन्थे, बेलुका यहाँ नजाऊ, यो ठाउँमा पुरानो रहस्य लुकेको छ। तर बिरेलाई डर लागेन। उसले जिज्ञासाले माटो खन्न थाल्यो। माटोभित्र लुकेको एउटा पुरानो बाकस उसले भेट्यो। वाह, यो के हो? चिठीमा लेखिएको थियो, यही तिम्रो साँचो खुसी हो। त्यसै बेला पानी पर्यो र बिरे पार्टीमुनि एक्लै बस्यो। उसलाई हजुरबाको माया र शब्दहरू सम्झिए। गाउँमै साँचो शान्ति पाइन्छ। आमाले भनिन्, यो त तिम्रो हजुरबाको यादगार हो, यसलाई सम्हालेर राख। सबैले मिलेर पार्टी सफा गरे, रङ लगाए र फूल रोपे। अब त्यो पार्टी गाउँको सबैभन्दा रमाइलो र सुन्दर ठाउँ बन्यो। बिरेले मनमनै भन्यो, हजुरबा, यही मेरो साँचो घर हो।